तर न कस्तो लाग्यो त ल भनौँ गाइजहरु हैन नमस्ते गाइजहरु तपाईहरु साँझ आए तपाईहरु स्वागत छ मेरो छोटो टिटो क्या बोला तूने के चाहिँ गाइजहरु नि सबै आराम हुनुहुन्छ ल म पनि आराममा छु एकदम बिन्दास छु हैन आज हाम्रो भिजिट उडेछ सुनसरीतिर हेर्नुहुन्छ सुनसरी छ र न कस्तो लाग्यो त ल भनौँ गाइजहरु हैन हामी चाहिँ सुनसरीतिर गइरा छौं यहाँ तल दाजु हजुर हामी यहाँ छौं अनि बहिनीहरु चाहिँ अगाडि गइराछन् हैन टक्क लाएर यहाँ बाटो चाहिँ यस्तो छ हेर्नुहुन्छ क्यामेरा चाहिँ अलि हल्ल्या होला यसो माइन्ड नगर्नु होला गाइजहरु हैन टक्क लाएर अनि चाहिँ यस्तो हेर्न सक्नुहुन्छ मोबाइल देखिया चाहिँ भ्यू चाहिँ आज अनि सबै आरामै हुनुहुन्छ होला म पनि आरामै छु अनि के छ तपाईहरु यस्तो भिजिट गर्न आउनु पर्यो कि सुनसरीतिर है टक्क लाएर यहाँ हालत यस्तो छ नाजुक पुगिसक्यो हालत नाजुक छ रे गाइज आज हामी चाहिँ सुनसरीतिर जाने भन्ने प्लान थियो त्यसैले हामी सुनसरी आइरहेको छौँ होइन टक्क लाएर तल चाहिँ बहिनीहरू गइरहन् यहाँ दाजु भाउजू हजुर 2 घण्टा लाग्छ नि तपाईँ हिँड्न नसकेर अझ कहिले लाग्छ कहिले लाग्छ मेरो हालत त्यहाँ देख्न सक्नुहुन्छ चप्पल बिना चप्पल मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है हिँडिरहनु नेपालमा पागलहरू जन्मिसकेका छन् है टक्क लाएर यहाँ चाहिँ तल गइरहेछन् त्यहाँ पुल अनि सुनसरी उता छ भ्यू चाहिँ भोपाल देखिरहेको होला हेर्न सक्नुहुन्छ पिरतीमा आइलाग्यो जवाब तलाउँछ कहाँबाट नेपाल में गाइजहरु भित्र देख लो क्यामेरा हालिरहेको होला लेन्स क्यामेराको तल देखाएर भाइरल हुने त्यस्तै लागेर खाना टक्क लाएर पुरै फुर्किरहेछन् तल केटाडीहरू हालत देख्न सक्नुहुन्छ है यहाँनिर निकै नाजुक अवस्था छ हाम्रो क्रेजी भ्लगर तल हुनुहुन्छ पागल भ्लगर के पागल बेला बेलामा जुस्टिरहनु भएको भाउजू फेरि अब सुस्टिनु भयो फेरि नाजुक छ गाइस नाजुक छ नेपालमा गरी खान धेरै गाह्रो छ पिरतीमा आइलाग्यो हेर तोलाउँछ यस्तो भिज धान्न आउनुहोस् है गाइजहरु बाटो चाहिँ स्पेसल छ एकदम सिडी हाल्नु भएको पुलको पनि व्यवस्था चाहिँ सक्नुहुन्छ पारि झर्ना चाहिँ म तपाईँलाई फुल खट्टा देखाउँछु ल गाइज अब एकछिन चाहिँ भेटौँ ल म तल पुलमा गएपछि भगाउँ पुलमा गएपछि पुल देखाउँछु है त पिरतीमा आइलाग्यो भन्दैन टक्क लाएर हामी चाहिँ पुल एन्ट्री भइसकेको छ होइन पार चाहिँ केटाडीहरू खेलेर अनि किन तिल्किरहेको क्या कस्तो तिल्किरहेको छ लास्ट तिल्किरहेको होइन अब तिल्किन्छ कहिले कसो के हुन्न यहाँ चाहिँ झर्ना आएर देख्न सक्नुहुन्छ म तपाईँहरू झर्ना देखाउँछु स्कुलतिर हुने झर्ना न केमा नडी तपाईँहरू देखाउँछु म पिरतीमा आइलाग्यो हेर तोलाउँछ हामी त माथि त बगाएको हाम्रो फर्स्ट टाइम हिँडेको रे यसरी पुरा खुट्टा दुखेर मर्ने बेला भइसक्यो निगम त पाउँदै नाक फुलाउँदै पसिना काट्दै हुन्छ झर्ना राम्रो देख्ने होइन त्यो चाहिँ मलाई थाहा भएन पिरतीमा भने जस्तो कुरा नगर्दा हुन्छ ल शाबाश बेटा अझ यहाँ सुन्छु झर्नातिर पुरा लागिसकेको छ होइन गाइजहरु टक्क लागेर कहाँ चाहिँ महाभारत देख्न सक्नुहुन्छ
हामी केही समयपछि सुनसरी झरना पुग्छौँ होइन टक्क लगाएर हेर्न सक्नुहुन्छ झरना हो गाई चाउ झरनातिर छ अनि यता छु होइन हाई अब अनि चाहिँ यस्तो छिर्नुपर्ने हुन्छ है पर्छ चाहिँ आज अब सुनसरी झरनामा आइपुग्न खासम्म 5-10 मिनट लाग्दैन आज देख्न सक्नुहुन्छ सुनसरी झरना देखिरह होला अहिले तल यहाँ अब मोबाइल यस्तो भएपछि चलिने भएन अझ हामी यस्तो खोला तर्नुपर्ने हुन्छ नि टक्क लगाएर आज हाम्रो खोला तरिरहेको छौँ आरामले नै खैर आरामले देख्न सक्नुहुन्छ पानीको हालत ओ नो यसले पारा देखाउँछ नि मुक्नुपर्ने हुन्छ अब आज पानी पर्ला जस्तो लागिरहेछ अब जुवाको स्थिति आउला जस्तो लागिरहेछ अब हावा टाइट होला जस्तो छ नि होइन खालिसकिस् ओहो मेरोमा आएको नि नि यहाँ पसल बन्द रहेछ अब पारेको पसल खुल्ला छ कि नै अब हेर्नुपर्छ नत्र आज भोकले जान्छ यो माथि देखाइन्छ एकछिन अब एकछिनपछि सुनसरी टेक्न सक्नुहुन्छ तपाईँहरूले भाडे गर्ने इन्तजार गर्ने हामी सुनसरी आजको कि मलाई त अक्क लगाएर अब देखाएन नि अझै टक्क लगाएर अब एकछिनपछि अब सुनसरी देखाइदिन्छु गाईहरू टक्क लगाएर होइन तल फाइनली सुनसरी झर्ना ल गाईतिर आज फाइनल सुनसरी झर्ना आइसक्यो हेर्नु सक्नुहुन्छ तल त्यस्तो रहेछ होइन त्यहाँ पनि रहेछ अनि आज झर्ना त त्यस्तो छ पहिला एकचोटि आएको थियो त्यहाँ त्यस्तो त त्यस्तो छैन थियो अहिले हेर्नु सक्नुहुन्छ है सिधी ओ आइस नि होइन आइस खेलाइदियो यहाँ तल होला तल हो कि तल होइन टक्क लगाएर तपाईँहरूले म झर्ना देखाएको छु बस होइन गाडी सुरु टक्क लगाएर हेर्नु सक्नुहुन्छ अब एकछिन छिटो झर्ना हावा गरिरहेको छ यहाँ पनि छिर्न गाह्रो रहेछ अब अझै चाहिँ यो बर्खा होइन बर्खा बेला त यहाँ सकिन छिर्न तर अहिले चाहिँ अलिअलि सकिँदो रहेछ नत्र बर्खा बेला त्यहाँसम्म पनि आउन गाह्रो हुन्छ क्या अहिले चाहिँ आउन सकिँदो रहेछ होइन हावाले कस्तो बनाइरहेछ के ऊ तल स्विमिङ गर्ने त्यहाँ खान केटाकेटीहरू लगाएको भेडौँला अहिले पुलिसहरू हुन्छ अब यस्तो हामीले गाडीहरू टक्क लगाएर फोटोसोटो खिचेर बसिरहेको छौँ बिचरामा त भन टक्क लगाएर अब डरहरू हुँदैछ यस्तो बनाएको त हालत हेर्नु सक्नुहुन्छ मान्छेको हालत यस्तो छ टक्क लगाएर हामी चाहिँ अब घरतिर लाग्नुपर्ने थियो त्यहाँ चाहिँ मेकअप चलिरहेछ तैँले नलगा त्यो यहाँ चाहिँ बसिरहनु भएको यता पनि मान्छेहरू छन् यता पनि छन् यहाँ पनि चलिरहेको टक्क लगाएर हाम्रो झर्ना चाहिँ हेर्नु सक्नुहुन्छ झर्ना जस्तो रहेको छ होइन अनि गए त हामी चाहिँ माथि अब घरतिर लाग्नुपर्ने हुन्छ है झर्नालाई बाई बाई भन्छ अब सबैतिर लागिसक्यो यतातिर अब झर्नालाई बाई बाई भन्ने बाटो चाहिँ पऱ्यो होइन लगायत अब हामी चाहिँ घरतिर लागिरहेछौँ होइन टक्क लगाएर यहाँ चाहिँ देख्न सक्नुहुन्छ गइरहन् अनि हामी अब लाग्नुपर्ने हुन्छ ओ उसले चुत्रुके भइसन टक्क लगाएर हामी चाहिँ लाग्नुपर्ने हुन्छ होइन तर्फ चाहिँ गइरहन् माथि फुचे भाइहरू त्यहाँ हामी चाहिँ टक्क लगाएर विश्राममा छ मैले सपोरा छैन म अगाडि आएको टक्क लगाएर अरे अनि के छ गाईहरू झर्नातिर आउने हो कि यस्तो सोचिरहनु पऱ्यो त्यहाँ चाहिँ त्यसले के खाएर आइरहेको छ त्यसको हालत ए भगवान् बिजोग छ
महाभारत उठान हालत बिजोग छ लगाइछ। अब एकैचोटि घर गएर भेटौँला है। अब हिँड्न सकिन्न, मोबाइलमा चार्जिङ छैन। अब एकैचोटि घर गएर भेटौँला। ओके बाई गाइज। म चाहिँ घर आइपुगेँ थिएँ अनि नेटको प्रब्लमले मैले चाहिँ भिडियो हाल्न पाइनँ। यसको 2-3 दिनपछि हाल्न गइरहेको छु होइन, नरिसाउनुला। ल गाइज आज चाहिँ भिडियो आज भन्दा पनि भोलि आउँछ होला भिडियो। ठक्कलाई हेरेर मनोरञ्जन गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्नु पर्यो ल, ठ्याक्क लगाएर गाइज। ओके अनि अलिकति सपोर्ट हुनु पर्यो ल गाइजहरू। बाई बाई।